नमस्कार साथीहरु, हामीले जेएलपीटी N5 एक्जामको प्र्याक्टिस सेटहरु बनाउन लागेका छौं। तर त्यो भन्दा पहिले N5 एक्जामको फर्म्याटको बारेमा जानकारी लियौं। N5 को टेस्टमा कस्ता प्रश्न सोधिन्छन्, कति समय हुन्छ, कति नम्बरमा पास भइन्छ भन्ने कुराहरु पहिला जानकारी लियौं र त्यसपछि हामी सेटहरुमा जानेछौं। N5 टेस्टको तयारी गर्दाखेरि हामीले चाहिँ मुख्य गरी तीनटा भागलाई, तीनटा पार्टलाई ध्यान दिएर तयारी गर्दा राम्रो हुन्छ। सबैभन्दा पहिला मोजी गोई भनेको शब्दार्थ अथवा अक्षरहरू चिन्ने, हिरागाना काताकाना अथवा खान्जीहरू चाहिँ चिन्ने, त्यसका भोक्याबुलरीहरू जान्ने। यसैगरी अर्को भाग भनेको बुम्पो भनेको व्याकरण। यसैगरी तेस्रो भागमा चाहिँ चौकाई, लिसनिङ, सुनेर उत्तर दिने भाग। यी तीनटा भागलाई चाहिँ छुट्याएर हामीले प्र्याक्टिस गर्दा राम्रो हुन्छ। N5 टेस्टको टोटल टाइम 1 घण्टा 30 मिनेट हुन्छ, जसमा चाहिँ जेनरली मोजी गोईलाई 20 मिनेट, बुम्पोलाई 40 मिनेट र लिसनिङलाई, चौकाईलाई 30 मिनेट छुट्याइएको हुन्छ। यी तीनवटा भागमा कति नम्बर हुन्छ अथवा यी तीनटा पार्ट मोजी गोई, बुम्पो, चौकाईमा चाहिँ कति नम्बर ल्याउनु पर्छ अथवा कति चाहिँ नम्बर हुन्छ। सबैभन्दा पहिला मोजी गोई, बुम्पोको एउटा ग्रुप र चौकाई, लिसनिङको अर्को ग्रुप, यो दुईवटा ग्रुप चाहिँ N5 मा हुन्छन्। पहिलो ग्रुप अथवा मोजी गोई र बुम्पोको ग्रुपमा चाहिँ 120 अंक नम्बर हुन्छ र लिसनिङको चाहिँ 60 हुन्छ, अथवा यसको टोटल स्कोर चाहिँ 180 हुन्छ। 180 मा हामीले कति ल्याउन सक्छौं भन्ने हुन्छ। यो 180 मध्ये चाहिँ कति ल्याउँदा पास हुन्छ अथवा कति नम्बर ल्यायो भने चाहिँ पास हुन्छ त यहाँ हेरौं। N5 पास हुनका लागि 80 पोइन्ट चाहिन्छ, 80 नम्बर चाहिन्छ। तर यो 80 नम्बर चाहिँ कसरी ल्याउने? यो 80 नम्बरमा चाहिँ जुन हामीले पहिलो ग्रुप ल्याङ्ग्वेज नलेजको अथवा भोक्याबुलरी, ग्रामर, रिडिङ, यो ग्रुपबाट चाहिँ कम्तीमा 38 पोइन्ट ल्याउनु पर्छ। यसैगरी लिसनिङबाट चाहिँ कम्तीमा 19 पोइन्ट ल्याउनु पर्छ। अर्थात ल्याङ्ग्वेज नलेज जस्तै भोक्याबुलरी, ग्रामर, रिडिङको ग्रुपबाट चाहिँ कम्तीमा 38 पोइन्ट र लिसनिङबाट कम्तीमा 19 पोइन्ट ल्याएर टोटल चाहिँ 80 पोइन्ट हुनु पर्यो। जस्तै मोजी गोई ल्याङ्ग्वेज नलेजबाट चाहिँ 40 आयो र लिसनिङमा 20 आयो, दुईटैमा चाहिँ पास भयो तर टोटल नम्बर पुगेन, यो बेला चाहिँ फेल हुन्छ। यसैगरी लिसनिङमा चाहिँ 55 आयो र यतापट्टि चाहिँ हाम्रो भोक्याबुलरी, ग्रामर, रिडिङमा चाहिँ 35 आएर टोटल 80 चाहिँ भयो, तर यतापट्टि चाहिँ त्यसमा 38 ल्याउनु पर्ने मिनिमम पोइन्ट पुगेन भने पनि फेल हुन्छ। यी जानकारीहरू सबै जेएलपीटी को अफिसियल साइटबाट लिएका हुन्। यो भिडियोमा जेएलपीटी N5 को फर्म्याटको मात्र जानकारी रहेको छ र टेस्ट चाहिँ अब अर्को भिडियोबाट हामी सुरु गर्नेछौं। सबै भिडियो हेर्नु होला। धन्यवाद।